सबैजनाले जय मासी र नमस्ते। आज चाहिँ हामीले यहाँ हाम्रो घर परिवारले लोकल कुखुरा र लोकल ढिँडोको मासु खानु लागेको छौँ। आज जाडो जाडो पनि छ अनि खाँदैछौँ। तर यति नै चाहिँ अलिक भनौँ न थियौँ होला अर्को खाना पकाउँदा हुन्थ्यो। तर दुःख सुख यति नै खाएर सुत्नुपर्छ र कोही उज्यालो भएको भेट्छौँ कि भेट्दैनौँ न हो। बा राति नै भोक लाग्ने हो कि थोरै थोरै भयो हाम्रो खानेकुरा चाहिँ। हेर्नु है, यहाँ घिउ छ, यहाँ अचार छ, यहाँ कागती छ, त्यहाँ अचार छ, यहाँ प्याज छ, यहाँ हाम्रो टड्को टड्को पारेर घिउ पनि लगाएको छौँ। हाम्रो नानी पनि बसेको छ, ऊ चेली माइती सबैको लागि आज लोकल ढिँडो कोही नि आज खान्छन् खाँदैनन् विचार गरेर अहिले भने यिनीहरूले चाहिँ फेरि पकाइदिनु पर्ने छ। खानु नखानु ल अब हामीले सुरु गर्ने है। खाएला म घिउसँग मासुसँग यस्ता खालको छ भालेको मासु ल खाऊ खाऊ सबैजनाले खाऊ। यता हाम्रो लामो त घिउ हेलो साँच्ची नै मिठो छ। अनि लास्टमा साथमा बेला फेरि मैले पिउरी चाहिँ निकालेको हो नि त। दुईजनाले एकदम खोर्सानी अलिकति जस्तै छ घिउ जस्तो चाहिँ होइन लाहा जस्तो चाहिँ हो। के कुकुर पनि हुँदैछ सानो सानो पारेर यहाँलाई ल नानीले कपला कपला खाऊ खाऊ यसरी खानुपर्छ है। न सबै खाऊ है। डल्लो पार्दै निल्दै पुरा छ हजुर पुरा नै पकाइदिन्छ। लु कान्छी खाऊ अब भइसक्यो। फेरि धेरैजनाको मुखमा थुक्क पलायो होला।